श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली चोला त सकियो नि सम्झना छ बाँकी बिदाई गर्न बाध्य भए फुलको थुङ्गा राखी चोला त सकियो नि सम्झना छ बाँकी बिदाई गर्न बाध्य भए फुलको थुङ्गा राखी शान्ति रहोस् आत्मा रुँदै रुँदै पठाएका छौँ भगवानको साथमा रुँदै रुँदै पठाएका छौँ भगवानको साथमा हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली अकालमै गयो ज्यान आयो रहेछ छोटो ज्यान जलेर खरानी भो बाँकी रह्यो फोटो अकालमै गयो ज्यान आयो रहेछ छोटो ज्यान जलेर खरानी भो बाँकी रह्यो फोटो गुन्जिएर घरी घरी आउला कानै भरी गुन्जिएर घरी घरी आउला हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली लोकदोहोरी गायक भीम पौडेल अब हामी बीच रहेनन्। उनले गाएका गीतहरू र उनका सम्झनाहरू अब सम्झनामै सीमित रहे। जहाज मात्र जलेन, त्यसभित्र सवार 72 जना देशी विदेशी नागरिक बच्चादेखि वृद्धसम्म पनि जले र आकाशबाट जहाज जमिनमा पछारियो। जहाज दुर्घटनामा 72 जनाले ज्यान गुमाए। त्यसमध्येमा गायिका निरा छन्त्यालले पनि ज्यान गुमाउन पुगिन्। यो अति दुखद खबरले देश यति बेला शोकमा छ। नेपालको इतिहासको सबैभन्दा दुखद र दर्दनाक हत्याकाण्ड भएको दिन नारायण हिटी दरबारभित्रै राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराज कुमार निराजन र अधिराज कुमारी श्रुति सहित राज परिवारका दासढुङ्गामै अस्ताए जननेता मदन भण्डारी। अब हार्दिक श्रद्धाञ्जली दिनु बाहेक विकल्प नै के रह्यो र?
बासेलाई हो चिन्ता गाउँ सहरै रुवा हुने कालो रहेछ दिन त मर्ने त मरिहाल्यो बासेलाई हो चिन्ता गाउँ सहरै रुवा हुने कालो रहेछ दिन त पर्छ मन परिवार र आफन्तलाई हार्दिक सम्वेदना